नमस्ते, म पागल प्रेमी प्रशान्त पार्की। आज चाहिँ म चाहिँ दाइ भाउजूको बिहेको यो बटुले पुज्न आएको छु हैन। यहाँ चाहिँ उता भाउजू छन्, भिनाजुहरू सबै छन् हैन। हामी चाहिँ बटुले पुज्न आएको। हाम्रो रीतिरिवाज भयो हैन, बटुले पुज्नु पर्यो बिहेको तेस्रो चौथो दिन। यो चाहिँ बटुले पुज्दैछु। ल उहाँ चाहिँ अब त्यो बटुको चाहिँ बनाउँदैछन् हैन, बडा बनाउँदैछन्। Munde, ini kita. Tuh bal. Ancu. केरे चान्ने Ya ancu. Tuh biar ni Allah ya. पन्न्यु छ नि। ए विजय सुरेशसँग त ताऊ यो चाहिँ हाम्रो बटको पाक्दैछ हैन। Ayo ke हो? केमा राख्ने यो राख्नुलाई थाल छैन। हामीहरूले चाहिँ 7वटा बडा बनाएर 5वटा बनिसक्यो, 2टा बन्दैछन्, 7वटा बनेर अब चाहिँ पूजा गर्नुपर्छ। चाहिँ टीका चाहिँ रेडी हुन लाग्छ। टीकाका पनि सबै रेडी भएर अब चाहिँ पूजा गर्नुपर्छ। टीका बनाउने चाहिँ हाम्रा ठुलो बुवा, टीकाका सबै रेडी हुँदैछ। हेर अब चाहिँ पूजाको तयारी गर्दैछु हैन। चिसो मौसममा हैन, हात खुट्टा मुख धोएर पूजा गर्ने हो। साबुन नुहाउने त? पर्दैन साबुन। स्याम्पो दिन स्याम्पो। नुहाउनु पनि पर्छ होला। नुहाउन त दिनु नुहाएको। ल ल हामीहरू चाहिँ पूजा गर्न लागिसक्यो हैन। ल हामीहरू चाहिँ पूजा सुरु गर्न लाग्यो। भिडियो बनाउन लाग्छ होला। गफाना त भिडियो नि लादैन। फोनमा हालेर लादैन त। को भोसै भनौँ। ल यसरी पूजा हुन्छ साथीहरू, हेर्नु। तपाईहरुले पनि बिहे गरेपछि मलाई नै बोलाउनु है पूजा गर्नलाई। और एकमा नाराखे बोला भूल गए कसो के भयो? ये पसो ए खसे हात सम्म राख्न थिएन। लाटो छ गरा ह लाटो छ गरा देखि नराख्यो देखिरहे त अल मार्छ त्यो। आगोले हुन्न मेरो लाटेको काम हुन्थ्यो। के भन्नु ल त? अब के भन्नु? मान्दिए भन्नु परमेश्वर मारन नारन मान्दिए ये अत्रेको भोज सुज दिन लगा भन्नु हैन। मान्दिए सब खुसी ये गर्दै भूमिका हैन अन्यका सब मान्दिए सब मान्दिए। लागेलो जे को दोस्रो नाम खुसीसँग मुख काटिए जीवन बितोस् हैन। वैवाहिक जीवनको एकदमै खुसी हुनु हैन। राम्रोसँग उनको जिन्दगी बितोस्, सफलता प्राप्त हुँदै जाओस्, प्रगतिले शिखर चुमुन्। आदि नादेखि नारे उल्टो नान भएर पर्छ। उल्टो दुल्टो ई छ त हो गद्द दीपावली का दिन पूजा गरिन्छ जाला हिसो पर थियो उल्टा गद्द चारवटा मात्रै छ के सारै छ एउटै ठाउँ बीचमा राख्दैन घर बीचमा राख्यो ल नेज बात गरे ले गाउँठिन्दैन पर्छ। ल अब नेजा हेजा बाँध्ने कार्यक्रम पनि हुँदैछ। कसै एकैले बाध्य तिनै छन् तिनै हुन्छ एकैले बाध्य अब रोके खाना उनीहरूको वैवाहिक जीवन एकदमै खुसीमय बितोस्। आहा भन्नु गर्नुला चिन्ता दिनु हामी ल हान्नु बडा ल बा ह समाल हान्नु बडा न चामल पाछा हान्न पर बटको चाखपु अब जग्गा म त्यो खाना लाग्यो भरे कम के खेलाइयो कि न खेलाइयो भन्ने अब चाहिँ टीका पिठाउनु बैठुन्न लगा। टीका सुरु भयो हैन हाम्रो। अब चाहिँ टीका हिका लगाएर पूजा पूजा खतम भइसक्यो। अब अलिकति बाँकी छ।
सिस्टम चाहिँ यस्तो छ है सिस्टम चाहिँ यस्तै छ हामीहरूको रीतिरिवाज हो के जहाँ छोड सबैको आफ्नो आफ्नो रीतिरिवाज हुन्छ साथीहरू हाम्रो चाहिँ रीतिरिवाज यस्तै छ गुरु गुरुको त्यसरी भन्थ्यो 3 फेरा हान्छ हो नि 5 छोरा हुन्छ ल म त्यो भाग्यमा सबैले चाहिँ बधाई चाहिँ दिनु होला होइन बधाई होइन, आशीर्वाद दिनु। आशीर्वाद दिनु बधाई बितोस् भनेर सबैले चाहिँ कमेन्ट गर्नु होला है साथीहरू ल बडको चाखो सबै ल अब हामी चाहिँ भाउजूको हातमा बडको खाने। म त आज पहिलोचोटि भाउजूको हातमा खानु फेरि पकौडा टाइपको भयो ल ओके गर हो भइसक्यो ओके गर पछामा तर पदले तर तरबटले तर तर अब धागा पिड के दिन गरे जो अघि उसो गरेले हाम्रो चाहिँ क्यामेराम्यान चाहिँ हुनुहुन्छ विजय पार्की होइन अब धागा पिडमा गएको होइन तर छाडिदिए लागिएन अब बस भयो बस यो चामल र बजी भयो भन्नु न हामी बटामा पुगिन्छ भन्नु तर बडले परि ल भयो क्यामेराम्यान ओके